Hi guys, let me tell you something shocking. The people who work hard and save the money are actually the biggest losers. Sounds strange, right? But that's exactly how Rich Dad and Poor Dad starts. So welcome. So today is the day one of reading Rich Dad and Poor Dad of Robert T. Kiyosaki. So in the very first beginning of the book, Robert Dad 2000 देखि 2016 सम्मको मार्केट क्र्यासको कुरा गर्नुहुन्छ र उहाँले चाहिँ के भन्नुहुन्छ भने त्यो टाइममा चाहिँ गभर्नमेन्ट र फेडरल ब्याङ्क्सले चाहिँ मनी प्रिन्ट स्टार्ट गर्न थाले हैन। मान्छेहरू धेरै गरिब हुन्छन्, मान्छेहरूलाई सेभ गर्नको लागि चाहिँ फेडरल ब्याङ्कले चाहिँ मनी प्रिन्ट गर्न स्टार्ट गर्यो हैन। तर एक्चुअली रियालिटी चाहिँ के भयो भन्दा चाहिँ गरिबहरूलाई सेभ गर्नको लागि फेडरल ब्याङ्कले चाहिँ पैसा प्रिन्ट गरेको हुन्छ हैन, तर रिच वेयर सेभ, धनी मान्छेहरू चाहिँ सेभड हुन्छ हैन र मिडल क्लास र पुअर मान्छेहरूलाई चाहिँ अन्डर द बस, उहाँहरूलाई चाहिँ लेफ्ट बिहाइन्ड हुन्छ। उहाँले चाहिँ एउटा पावरफुल कुरा के भन्नुहुन्छ भने आजको वर्ल्डमा सबैभन्दा लुजर्स चाहिँ पुअर र मिडल क्लास हुन्, स्पेशली जो चाहिँ मनीको लागि काम गर्छन् अनि पैसा सेभ मात्र गर्न खोज्छन् हैन। किनभने मनीको भ्यालु घट्छ अनि मनीको भ्यालु घटेपछि सेभिङ्सको पनि भ्यालु घट्छ। अनि उहाँले के भन्नु भएको छ भने चाहिँ रिच पिपुलले चाहिँ पैसाको लागि काम गर्दैन, दे मेक मनी वर्क फर देम। यो बुकले चाहिँ ओभरनाइट रिच बनाउने कुरा चाहिँ गरेको छैन हैन। यो बुकले चाहिँ सिस्टम कसरी काम गर्छ र फाइनान्शियल एजुकेसन किन इम्पोर्टेन्ट छ भनेर सिकाउँछ। सो दिस इज द पार्ट 1 हैन। अनि फेरि म भोलि नेक्स्ट लेसन शेयर गर्छु। स्टे कनेक्टेड, स्टे हङ्ग्री टु लर्न एन्ड ग्रो विथ मी।